Ladies and gentlemen, a warm welcome to Rukum. Hello, namaskar and good morning. यति बेला चाहिँ बिहानीको सुनौली अवसरमा चाहिँ तपाईहरुलाई रुक्मेली भ्लग्स द्वारा स्वागत गर्न चाहन्छु तपाईलाई यस बिहानको चिसो मौसममा। म चाहिँ अहिले घरदेखि निस्किसकेदेखि म चाहिँ आज तपाईहरुमा पूर्वी रुकुम जो सुन्दरताले भरिपूर्ण भएको ठाउँ कमलदहमा जाँदै छु। तपाईले कमलदहसँग जान्दैसम्मको भिडियो म तपाईलाई अपलोड गराउने छु, तपाईलाई देखाउने छु। भिडियोलाई चाहिँ स्किप नगरिकन हेर्नु होला। सो गाइजहरु, अहिले चाहिँ म यो सिस्ने गाउँपालिका पूर्वी रुकुमको सिमाना लिएर आइसकेको छु। यो चाहिँ हाम्रो चाहिँ पश्चिम रुकुम भयो यताको, यो म हिँडाको चाहिँ पश्चिम रुकुम। अब ठ्याक्कै हाम्रो चाहिँ पूर्वी रुकुमले कसरी चिनाएको छ भने त्यहाँनेर चाहिँ पुल छ, त्यही पुलदेखि चाहिँ ठ्याक्क छ है, उता पूर्वी रुकुम यता पश्चिम रुकुम भनेर चिनेको छ। सो त्यही पुल पनि भेटिसक्यो, सानीबेरी पनि भेटिसक्यो। सानीबेरी कस्तो छ के छ भनेर भन्नुभएको होला, कसैले त्यहाँ नआएको ठाउँमा सानीबेरीको कस्तो त्यो पनि थाहा पनि हो। त्यसैले म चाहिँ अहिले पुल नजिकै आइसक्यो होइन। सो गाजर यहाँदेखि झर्छु पुलमा। सो अहिले चाहिँ म पुलमा छु, अहिले पुलको नजिकै छु म चाहिँ। अस्ति भर्खरै यहाँ मेरो लागि चाहिँ पुलदेखि एकजना मृत्यु भयो भन्ने चाहिँ खबर सुनेको थियो, एकदम राम्रो खबर। अब चाहिँ सानीबेरी हो, सानीबेरीमा चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। यहाँदेखि त्यहाँ गइसक्यो भने पूर्वी रुकुमको सिमाना छ, यहाँदेखि यता आयो भने पश्चिम रुकुम भनेर चिनिन्छ है। यो चाहिँ सिस्नेमा पर्छ भने चाहिँ यो चाहिँ बाँफीगढ गाउँपालिकामा पर्छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यसले चाहिँ छुट्याएको छ, योदेखि यताको भाग चाहिँ सिस्ने भयो भने चाहिँ योदेखि यताको भाग चाहिँ तपाईँले चाहिँ पश्चिम चिनेको छ भने तपाईँहरूले देख्न सक्नुहुन्छ। सानीबेरीको लगत्ती अपलोड पनि तपाईँलाई म देखाउने छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। म चाहिँ विभिन्न प्रकारको रोमान्टिक भिडियोहरूलाई चाहिँ अपलोड गराउँदैछु। सानीबेरी चाहिँ बिहानमा कस्तो होला है भनेर भन्नुभयो होला। सानीबेरीमा ठ्याक्कै हेर्नुहोस्, सानीबेरी हाम्रो सानोबेरी आजकल सानो भइसकेको छ, एकदम यति सानो छ, क्लास सुकेर है। सानोबेरी यस्तो छ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अनि पछाडि चाहिँ उता पश्चिम रुकुम भइसक्यो होइन गाइजहरू। अनि फेरि यता चाहिँ पश्चिम पूर्वी, अनि पछाडि सानोबेरी चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले छ। अनि पुलहरू चाहिँ तपाईँले कहाँ देख्नु हाम्रो भन्दा पुल देख्नुहोस्, पूर्वी पश्चिम। तपाईँको चाहिँ लेफ्ट साइडनिर पूर्वी, राइट साइडनिर चाहिँ पश्चिम, यसरी छुट्याएको छ। त्यहाँनिर सानीबेरी पनि तपाईँको ठ्याक्क बिच भागमा छापेको छ, कस्तो ठ्याक्क मिल्यो भने तपाईँ चाहिँ सानीबेरी देख्न सक्नुहुन्छ। यसो छ यहाँ चाहिँ बिहान धेरै चाहिँ जालहरू पासाहरू हानेका मान्छेहरू आइराख्नु भएको थियो, निकाल्नु चाहिँ अहिले चाहिँ हुन्न, उहाँहरू चाहिँ निकालेर गइसक्नु भयो होला। तपाईँहरू कहीँ भेटिनु भयो भने म तपाईँहरू चाहिँ त्यो भिडियो चाहिँ राख्नेछु। हेलो साथीहरू, रुकुमकोट जाँदै गएको राम्रो झरनाहरू छ भन्ने त मैले सोचेको पनि थिएन है। म तपाईँहरूलाई चाहिँ रुकुमकोट कमलताल जाँदै गर्दाको यस्तो राम्रो झरना देखाउँछु तपाईँहरूलाई। झरना चाहिँ ठ्याक्क मेरो अगाडि छ, ठ्याक्क यो साइडनिर झरना छ। तपाईँहरूले झरनाहरू देखाउँछु म चाहिँ अहिले। झरनाहरू कस्तो ठाउँमा रहेछ झरना पनि यार, ओहो गाउँदेखि झरनाको छेउठाउँमा लगाइछु तपाईँलाई। यो चाहिँ पानी हो, सानो पानी छ, झरना चाहिँ यता छ। आई लभ झरना, यस्तो राम्रो झरनाहरू छ तपाईँहरू देख्न सक्नुहुन्छ। झरना चाहिँ ब्याक साइडबाट देखाउँछु म, अझै माथि जान्छु म। झरनाको आसपासमा जाँदैछु देख्न सक्नुहुन्छ तपाईँले, लामो झरना छ। ब्याक साइडबाट देखाइदिएको छु है तपाईँहरूले। मैले चाहिँ क्यामेरामा ब्याक साइडबाट गएर सानो झरना हुँदै लास्टमा चाहिँ ठुलै झरनाको उत्पत्ति रहेछ।
राख्नु भएको थियो कतै यस्तो झरनाहरू काहीँ छन् भने तपाईँहरू पनि राख्नु होला है त मिठो झरनाहरू आमा वाह यो झरना चाहिँ कमलदह पूर्वी रुकुमकोट जाँदै गर्दा बिच बाटोमा भेटिएको झरना हो यो चाहिँ यस्तै मिठा मिठा रमाइलो ठाउँहरू पनि छ तपाईँहरू रुकुमकोट जाँदै गर्दा कमलदह जाँदै गर्दा देखिएका सबै दृश्यहरू तपाईँलाई म देखाउनेछु कृपया भिडियो चाहिँ फुल स्किप नगरिकन हेर्नु होला तपाईँहरू यस्तै भिडियो हेर्नको लागि चाहिँ मैले चाहिँ गर्छु हाइट कमलदहमा चाहिँ कमल निकाल्दै गरेको दिलीप अङ्कलको दिदीको मान्छेहरू भिडभाड कमल निकाल्दै त्यही दिलीपको भान्जीको ठानुभएको छ अझै कमल ल्याएर छोटी हुन्छ त्यहाँदेखि कमलहरू देख्नुको लागि कमल छेउछाउ कमलहरू निकालिरहेको कमलदह हेर्नु सक्नुहुन्छ तपाईँले कमलदह चाहिँ एकदमको भिडभाड आमा